किनकि आजको भ्लगमा चाहिँ मैले मेरो स्कुलको सबै बुक्स एन्ड कपी बोकेर जाँदैछु हैन। सो मेरो ब्याग चाहिँ 5 केजीको भारी भइरहेछ है। एउटा भाइ चाहिँ अब मेरो भ्लगमै निक्लिनु लागि आइरहेछ है। यस भाइ, के हो तिम्रो नाम? परिचय पाउलो। मेरो नाम चाहिँ एम्बापे हो। के आज मजामा पड्क्यो म। आज मजामा पड्क्यो अरे यो है। अन्त यसले जस्ट हेर्दै स्कुलकै मजा छ त यतिको त। फ्यान्सी लगाएर गएको थियो हैन। यसले यो पड्किहाल्यो, केही छैन। मेरो दोस्त भएर मैले बचाउनु सकिनँ यसलाई। आज नाडी मोर्चाले पड्कायो अरे। हाम्रो क्लासको केटी क्याप्टेनहरूले पड्कायो अरे हैन। बन्दुक छ नि एकदम बन्दुक छ अरे है। सो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग है। सो एनिवे आजको नयाँ भ्लगमा तपाईँहरू सबजनालाई स्वागत छ। सो एनिवे आजको भ्लगको सुरुवात चाहिँ डाइरेक्ट हाम्रो यो एरियाबाट स्टार्ट हुँदैछ है आजको भ्लग चाहिँ। सो म चाहिँ यो चौतारादेखि भर्खर हिँडेको हो। अन्त जस्ट मेरो एउटा दोस्त पनि आउँदै रहेछ है। सो त्यसलाई चाहिँ मैले देखेको थिइनँ। मैले जस्ट त्यसलाई भर्खर देखेर चाहिँ बोलाइरहेको छु होइन। सो आजको भ्लग चाहिँ एकदमै तोप हुँदैछ। किनकि आजको भ्लगमा चाहिँ मैले मेरो स्कुलको सबै बुक्स एन्ड कपी बोकेर जाँदैछु होइन। सो मेरो ब्याग चाहिँ 5 केजीको भारी भइरहेछ है। सो आजको भ्लगमा चाहिँ जस्ट म 5 केजीको ब्याग बोकेर स्कुल जाँदैछु क्या गाइस। तनाव छ क्या। सो अन्त मलाई एकदमै तनाव गाँडगुलेती भइरहेछ है। तर पनि केही छैन। आजको दिन हामी जस्तो तसो यस्तो गरौँ, ब्याग बोकेर भए पनि हामी सर्भाइभ गर्छौँ अनि भ्लग बनाउँछौँ होइन। सो मेरो दोस्त चाहिँ यहाँ दौडिँदै सो मेरो दोस्त चाहिँ फुल स्पिडमा आइरहेछ है। यसले आफ्नो स्पिड मलाई देख्ने बित्तिकै घटाएको छ है। सो त्यही हो आजको। सो त्यही हो, हामीलाई ढिलो पनि भइसक्यो होइन। स्कुल लाग्न अब जस्ट 15 मिनट जति छ। अन्त हामीले ट्राभल गर्नु भनेको चाहिँ जस्ट 2 किलोमिटर जति छ है। हामी टक्कै तर हामी टाइममै पुग्छौँ किनकि हाम्रो स्पिड अहिले यति साह्रो बढिसक्यो नि। हाम्रो स्ट्यामिना यति साह्रो बुस्ट भइसक्यो नि हो के भन्नु। सो मेरो दोस्त पनि आइसक्यो है। यसलाई जहिले म यही एरियातिर भेट्ने गर्छु। अस्तिको भ्लगमा पनि यहीँतिर भेटेको थिएँ होइन। सो त्यही हो। को सो मेरो एउटा त्यो अर्को दोस्त चाहिँ त्यो न्यू लुक्स क्रिएट गर्छु भने चाहिँ बिमार भएर थन्किरहेछ अरे होइन। सो यो पढाइले गर्दा थन्केको। सो त्यही हो, यो एरिया भनेको चाहिँ हाम्रो जस्ट टोटली गेजिङ हो। आज चाहिँ एकदमै धुम्रपान भन्दा पनि एकदमै धुमधाम भइरहेछ होइन। बादल कुहिरो लागेर। सो हामी पुग्नुपर्ने भनेको चाहिँ यो चेपतिर हो। यति ट्राभल गर्नुपर्ने छ क्या। यो बाटो गएर चाहिँ त्यहाँनिर पुग्नुपर्ने छ बिचमा। सो त्यही हो। अब जस्ट हामी फोनसोन लाँदैनौँ। हामी जस्ट गएर फोनसोन चाहिँ साथीको दोस्तको घरमा राख्नुपर्ने। सो हामी फोनसोन लगेर चाहिँ दोस्तको घरमा राख्नुपर्ने हुन्छ है। त्यही भएर अब हामी छिटो जानुपर्ने हुन्छ। दोस्तहरूले पनि पर्खिराखेको हुन्छ। त्यही हो। अब जस्ट हामी त्यहीँतिर गएर भेटौँ है। खासै बाटोमा कुरा नगरौँ। आफ्टर स्कुल बाटोमा कुरा गर्नुपर्ने हुन्छ गाइस। त्यही हो कि वाचिङ। यो गाइस तिमी हामी फाइनली है स्कुल पढेर पनि आइसक्यौँ होइन। हामी स्कुल सकेर हामी यहाँ आएर बसिरहेछौँ है दोस्तको घरमा। सो पिकेको घरमा हो हामी चाहिँ अहिले। पिकेको घरमा छौँ हामी। सो अन्त सिद्धु मामा छ यतापट्टि होइन। यता सिफन छ हाम्रो। यता हेर सिफन द्याट। सो त्यही हो। अहिले चाहिँ हामी जस्ट यहाँ ब्याग बोकेर जान आँटेको। आजको ब्याग चाहिँ हाम्रो 5 केजी थियो होइन। यत्रो सामान लगेर गएको तर पढाइ नै भएन क्या। सो त्यही हो। अब जस्ट हामी लाग्नुपर्ने हुन्छ। यहाँ बसेर खासै फाइदा छैन। बाहिर मेरो दोस्तहरू वेट गरिरहेछ है। देखिको भ्यू हेर्नुपर्दा यस्तो छ होइन। दामी छ क्या। सो म पुग्नुपर्ने भनेको यहाँ। सो मेरो पुग्नुपर्ने भनेको यहाँ हो। त्यही हो। हामी लाग्दिएको बाहिर केटाहरूले वेट गरिरहेछ। हामी हिँड्नुपर्ने हुन्छ होइन। लु केटामा लागेको ल। सो अहिले हामी हिँडिरहेछौँ जस्ट केटाहरूसँग। अस्ति जस्ट मैले यही भ्यू देखाउनु खोजिरहेको थिएँ तर मैले देखाउनु सकेको थिइनँ। सो लेक्से मन्दिरको भ्यू यस्तो छ मेरो गाइस। सो केटाहरू पनि आइरहेछ है पछि। सो हामी चाहिँ अगाडि हिँडिरहेछौँ अघि होइन। सो त्यही हो। हामी चाहिँ जस्ट अब अफ क्यामेरामा चलिदिनु पर्ने हुन्छ यो लाइनमा। किनभने चाहिँ गाडीले हामीलाई उडाउनु सक्छ है। अन्त खासै रिस्क नलिकन आफ्नो लाइफलाई दाउमा नहालिकन हिँड्नुपर्ने हुन्छ होइन। यो एउटा भाइ चाहिँ अब मेरो भ्लगमै निक्लिनु लागि आइरहेछ है। यस भाइ
के हो तिम्रो नाम परिचय पाउलो मेरो नाम चाहिँ एम्बापे हो अँ म चाहिँ फुटबलर छु होइन अँ यहाँको होइन म चाहिँ फ्रान्सको फ्रान्सको अँ फ्रान्सको स्पेलिङ गर त चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह बिर्स्यौ एम्बापे भएर फ्रान्सको स्पेलिङ याद छैन तिमीलाई यो भाइ त डुप्लिकेट एम्बापे रहेछ होइन तिमी कति क्लासमा पढ्छौ 9 मा के लगेर गएको यो यसलाई चाहिँ हाम्रो फ्रान्स भाषाले चाहिँ एक्सक्वाक्सेक्स भन्छ कि ल यो भाइले साह्रै जोतेको जस्तो लाग्यो भाइ त लाग्दिहाल सो त्यो गाइस हामी अप्ठ्यारोबाट हिँड्छौँ एकछिन पछि भेटौँ सो गाइस हामी स्टिल हिँडिरहेको छौँ होइन सो आज पनि हामीले कुनै गाडीले हामीलाई ल्याएर छोड्दैन है सो यो एउटा हामीले नमुना भाइ भेटिरहेको छौँ होइन यो भाइलाई अघि हामीले अगाडि अगाडि खेलाइदिएको तर पनि हाम्रो पछि लागिरहेछ है प्याच बोय भनौँ न होइन एम्बापे फ्रेन्ड डुप्लिकेट एम्बापे सो यसले चाहिँ अन्त यो भाइको यस्तो ऱ्यागिङ गरिरहेछ नि के गर्नुपर्छ अरे यसले चाहिँ भन्दा भाइ भनिदिइहाल न के गर्नु लगाइरहेछ यो दाजुले भन्थ्यो र अब गाडी आउँछ नि अँ त्यसलाई चाहिँ गुड आफ्टरनुन सर भन्नु लागिरहेको छ कि यो यो सुब्बा हेर्दा मात्रै सिधा छ तर यति साह्रो छैन है यो भाइले यस्तै हेरिरहेछ यसले यसलाई चाहिँ रेक्टेङ न्याय दिलाइदिनुहोस् किन चाहिँ तिमीलाई त्यसो गर्नु लाग्यो अरे रेक्टेङ्गलको फर्मुला भन्नु नजानेन अरे कोही त सोद्धा वाट इज एरिया अपरेटिङ ल यो भाइलाई चाहिँ यो आकाशलाई चाहिँ भाइले एरिया अफ रेक्टेङ्गल सोध्यो अरे अन्त यसले चाहिँ उल्टा एन्सर भनेर यसको बिल्ला हान्दैछ है सो यसले चाहिँ बदलामा चाहिँ गुड आफ्टरनुन सर भनेर विस गर्नु लगाइरहेछ होइन यो झकास छ क्या मान्छे ल आयो ल आयो अरे अगाडि अगाडि छिटो लु यो भाइले भन्छ भन्दैन अब एउटा स्कुटी आइरहेछ है ला खोइ भनेन ओइ तल त यो त नटेरेको यो दोस्त लास्ट चान्स है भाइ म भागिहाल्छु पहिला यो आकाशले यो भाइले एक लात पड्काइहालेको भए पनि दामी कन्टेन्ट निक्लिहाल्थ्यो होइन लातै पड्काएको छैन हामी स्टिल वेट गरिरहेछौँ है सो गाइज एनिवे टल्किन्छ जुत्ता ल जुत्ताको टुप्पी मैला छ ब्रस नगरेपछि त्यस्तै हुन्छ सो गाइज त्यही हो हामी स्टिल हिँडिरहेछौँ होइन आज ब्याग यस्तो गरौँ छ नि पढाइ पनि खासै भएन है खासै भएन भन्दा पनि हिजो प्रोग्राम थियो र यताउता काम भएर चाहिँ जस्ट भएन भनौँ न एक दुई बेला चाहिँ सो गाइस एनिवे है हामी सधैँ बिसाउने जग्गातिर आएर बिसाइ पनि सक्यौँ अब जस्ट हामी आज 2 जना मात्रै छौँ अब जस्ट हामी घरतिर लाग्नुपर्ने हुन्छ होइन किनकि त्यो एउटा भाइ चाहिँ हामीसँगै हिँडिरहेको थियो जस्ट यसले गारगुलेटी गरेर त्यो भाइ पनि भागिहाल्यो है आज यसले ओभर ऱ्यागिङ गरिसक्यो आज मजामा पड्क्यो आज मजामा पड्क्यो अरे यो है अन्त यसले जस्ट हेर्दै स्कुलकै मजा छ ल यतिको त फ्यान्सी लगाएर गएको थियो होइन यसले यो पड्किहाल्यो केही छैन मेरो दोस्त भएर मैले बचाउनु सकिनँ यसलाई आज नाडी मोर्चाले पड्कायो अरे हाम्रो क्लासको केटी क्याप्टेनहरूले पड्कायो अरे होइन सो हाम्रो क्लासको केटी क्याप्टेनहरू बन्दुक छ है बन्दुक छ अरे है खतरा पनि छ अरे भनेर भन्दैछ होइन सो त्यही म छु होइन त्यही भएर मलाई चाहिँ दिनै पर्ने हुन्छ नारी पार्टीलाई बाई बाई है सो त्यही हो गाइस अब जस्ट हामी घरतिर लाग्नुपर्ने हुन्छ होइन सो त्यही हो मैले भ्लग बनाउनु पाइरहेको छु म त्यतिमै खुसी भइरहेको छु मेरो भ्लगमा मैले जस्ट कन्सिस्टेन्सी गइरहेको छु होइन मैले जस्ट भ्लग हप्तामा 2-3 वटा हाल्नु पाइरहेको छु म त्यही भएर एकदमै खुसी भइरहेको छु आजकल है सो त्यही छ कुरा होइन सो भ्लगहरूतिर पनि भ्युजहरू त आउँदैछ मजाले नै कम्ती बेसी है त्यही हो खुसी छु सो त्यही हो गाइस किप वाचिङ अब जस्ट हामी लाग्नुपर्ने हुन्छ घरतिर सो गाइस एनिवे फाइनली जस्ट म घरतिर पनि आइसकेँ है सो त्यही हो मैले घरतिर आइसकेर लुगा जम्मै चेन्ज गरिसकेँ अब जस्ट मैले नास्ताको व्यवस्था गर्नुपर्ने हुन्छ त्यसपछि चाहिँ घर बाहिरको के छ हाल खबर भनेर जस्ट म हेर्नुपर्ने हुन्छ अन्त जस्ट तपाईँहरूलाई पनि देखाउनु पर्ने हुन्छ होइन सो त्यही हो गाइस किप वाचिङ सो गाइस एनिवे है जस्ट म घरदेखि बाहिर पनि आइसकेँ होइन सो म घरको घरदेखि माथिको यही लोकेसन चाहिँ किन सेलेक्ट गरेँ भन्ने कुरा घरको वरिपरिको लोकेसनमा चाहिँ मेरो घरको मान्छे भन्दा पनि मम्स एन्ड ड्याड चाहिँ एकदमै वर्किङमा छ होइन त्यो टाइममा चाहिँ छोराले जस्ट क्यामेरा बोकेर घुमायो भने चाहिँ जस्ट हामीले पड्किने सम्भावना हुन्छ है सो त्यही भएर हामी त्यहाँ माथि आएर भिडियो गरिरहेछौँ है सो त्यही हो अस्तिको भ्लगतिर पनि मैले यो मकैबारी देखाएको थिएँ होइन त्यतिखेर चाहिँ यो टाइममा चाहिँ यो
यसको धान हुन्छ नि यसको चाहिँ दुईटै मात्रै निक्लिरहेको थियो। सो आजको भ्लगमा चाहिँ पुरै बाढी जस्तोमा निक्लिसकेको छ है। सो देख्न सक्नुहुन्छ यस्तो छ होइन। अन्त जस अस्तिको सन्डेमा चाहिँ मेरो यस्तो तेल पेलाइ काम भयो नि, लिटरली हुन्छ नि गाइस, यस्तो तेल पेलाइ काम भयो। त्यो काम चाहिँ के हो भन्दाखेरि यो यस्तो तेल पेला काम भयो। यो दुई पिल दाउरा क्या, यो 2 पिल दाउरा चाहिँ जस्ट मैले सोलो बोकिदिएको है, एकदम सोलो लेभलिङ हानिदिएको होइन। सो बडीहरू त फुल्लेन, जस्ट म गलेर ओभर अब्याक्स भयो है। सो त्यही हो। अनि मकैबारीमा चाहिँ यो धान मात्रै नउम्रेर जस्ट त्यो हान्नु पनि थालिसकेछ है। जुङ्गा पनि हान्नु थालेछ है। यो त मभन्दा अल्गो रहेछ यो। सो त्यो केही छैन, जस्ट हामी मकैबारीतिर साह्रै हेर्दैनौँ किनकि हामी दिनभरि स्कुल पढेर आएको हुन्छ होइन। अन्त जस्ट यो मकैबारी अदुवाबारीतिर डुलेर जस्ट हामीलाई खासै फाइदा छैन है। जस्ट त्यस्तै छ। अन्त जस्ट हाम्रो यहाँ इस्कुस पनि रोपिरहेछ। यो चाहिँ अब जस्ट यो उतातिर यो ढाँडतिर पछि गएर फल्छ होइन। यो ढाँडैभरि इस्कुस हुन्छ पछि चाहिँ। अन्त जस्ट बाँदर आएर खाइदियो भने गाँडको लेती रोपेको र नरोपेको एउटै हुन्छ है। सो त्यही हो गाइस। एनिवे बाई द वे अघि बिहान चाहिँ जस्ट मैले यो एरियातिर देखाएको थिएँ होइन। त्यो टाइममा चाहिँ बिहान यही भिडियोको बिहानको क्लिपमा चाहिँ यो गेजिङ लाइन हो। टोटल्ली यहाँ चाहिँ बादल लागिरहेको छ, जस्ट अहिले चाहिँ क्लियर भइरहेछ है। सो यो चाहिँ वेस्टै पर्छ होइन। यो पालि चाहिँ 7 सिक्किम पर्छ। सो म बसेको पनि अहिले वेस्टै परिराखेको छ है। सो त्यही हो। अब खासै कुरा नगरौँ। भोलितिर भनेको चाहिँ के छ भन्दाखेरि भोलि भनेको चाहिँ मेरो मेन इम्पोर्टेन्ट कुरा छ। त्यो चाहिँ के हो भन्दाखेरि जस्ट मैले चाहिँ फोनको चार्जर मगाइरहेको छु होइन मेरो दोस्तलाई, त्यही माथिको एरियातिर गेजिङतिर नै। किनकि मैले फोन पनि त्यहीँदेखि ल्याएको। जस्ट मैले फोन किन्दाखेरि त्यो टाइममा चाहिँ करेन्ट सिचुएसनमा चाहिँ मैले किनिनँ है चार्जर। सो आजको दिनमा मगाइरहेको छु। अन्त जस्ट भोलि स्कुल आउँदा त्यो दोस्तले ल्याइदिइहाल्छ होइन। त्यसपछि त हालेर छिराइन्छ अन्त चार्ज गरिन्छ है। सो केही बढी बात छैन। सो त्यही भएर अब जस्ट म घरतिर जानुपर्ने हुन्छ किनकि म घरतिर गएर एक्लो छोरा भएको नाताले गर्दाखेरि 1-2 कामहरू सघाउनु पर्ने हुन्छ होइन। सो त्यही भएर चाहिँ आजको भ्लगको व्यवस्था यतातिर हुँदैछ। लाइक सेयर सब्सक्राइब गरिदिनु एकदमै नबिर्सिदिनुहोस् होला। हेर्नु भएकोमा धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई बाई गाइस। भेटौँ त फेरि अर्को नयाँ गाँडको लेख्ने तोप भ्लगमा।